ल हामी चाहिँ टक्क यहाँबाट छिर्नु पनि हुन्छ है साथीहरू यहाँबाट छिर्यो हामी चाहिँ कहिले चाहिँ यता हल्का पश्चिमतिर गएर आउनु लाग्छ साथीहरू अहिले भित्र छिरी देखाउँछ त अब चाहिँ ल अब चाहिँ हामी चाहिँ यहाँ छिर्नु लगाइसक्यो त टक्कै हाम्रो प्लेन चाहिँ यहाँबाट ट्याक्क लगाएर छिर्नु पर्ने हुन्छ यसरी हामी चाहिँ जान्छौँ है साथीहरू आइज ओ दोस्त अब हामी चाहिँ छिर्नु लागेको छ ल अब चाहिँ हामी यहाँ के अरे एयरप्लेनमा चढिसक्यो अब चाहिँ हिँड्न थालिसक्यो यता एयरप्लेन चाहिँ कस्तो लागिरहेको छ कस्तो लाग्नु अब अचम्म लागिरहेको छैन किनकि प्लेन चढेर आएको प्लेन चाहिँ 在您座椅前方或侧面的口袋里备有安全须知，请您尽早阅读。谢 अलि 谢。 तासेको हो कि नजिक नजिक कच्चा कुच्चुक For परेको additional information, त्यति नै please हो अहिले review the लाग्यो safety त instruction card in the seat pocket in front of you or beside you. खुसी लागेर Thank चाहिँ you. मनदेखि नै जस घर जान पाइरहेछ वाह ल ल है त साथीहरू प्लेन उड्यो है त हाम्रो हाम्रो चाहिँ यहाँ टक्क प्लेन उडिसक्यो त साथीहरू कस्तो कान कस्तो हुने है प्लेन उड्दाखेरि यहाँ फेरि खतरा भिडियो सुट चल्ला है भाइको उड्यो भुइँ छोड्यो कोरिया छोड्यो हामीले अब भोलि नेपालमा बेलुका नेपालमा पुगिन्छ एक महिना अगाडि जाने हो भन्दा आज जाने दिन पनि आएर पनि प्लेन पनि चढिसक्यो है त साथीहरू टक्क प्लेन चढेर हामी आकाशमा उडिसक्यो नगर न एकछिन यहाँ केही त दिँदैन रहेछ घामले गर्दा हेर्नु त यहाँ पुरै भ्यू सही छ है त यता वाह ट्याक्क पारामा र साथीहरू अहिले एकछिनमा खतरा भ्यू देखेपछि तपाईँहरूलाई देखाउँछ है त म बादलमाथिको भ्यू यहाँ हेर्नु न साथीहरू टक्क यहाँनिर यो कस्तरी हल्लेको यो पङ्खा हल्लिँदाखेरि त डरै लाग्दो रहेछ हौ कति गर्दै कस्तो हल्लेको यो पुरै लोकल बस्दाखेरि हल्ल्या त लोकल बस चाहिँ घान्द्रा हल्ल्या त के हो यो डर पो लाग्यो त हौ साथीहरू हेर्नु त कस्तो देखायो पुरै लाइन जस्तो बादल त फोकसै हुने चाहिँ यहाँ निन्दै लागेको छैन क्या भाइ चाहिँ म सुतिरहेको छ है म चाहिँ निन्दै लागेको छैन किन हो एक्साइटेड भएर निन्द नलागे जस्तो लागिरहेको छ सुत्न खोज्छु निन्दै लाग्दैन अब सुत्ने प्रयास गर्छ कि साथीहरू तर भित्रबाट के खुसी भइरहेको छ कि पुरै खुसी भएर त्यही भएर होला कि निन्द नलागे तपाईँहरूलाई नि यस्तो हुन्छ कि हुँदैन साथीहरू मलाई मात्र यस्तो हो कि सबैलाई यस्तै हो साथीहरू अहिले भेट्नु पर्ला है त अहिले चाइनामा पुगेपछि भेट्छु है त साथीहरू मेरो चाइनाको ट्रान्जिट छ चाइनामा गएर भेटौँ ल है त साथीहरू हामी चाहिँ टक्क अब चाइनामा ल्यान्ड गर्नु लागिसक्यो है त यहाँनिर तपाईँहरूले हेर्नुहुन्छ यहाँनिर टक्क बिल्डिङहरू पनि देख्न थालिसक्यो चाइना चाहिँ झन् खतरा डेभलप कन्ट्री भन्छ बिल्डिङहरू त खतरा टक्क छ यहाँनिर हामी चाहिँ बाहिर म यहाँ छौँ है त सुतेर कस्तो लाग्यो त कस्तो नि लागेन झन् यहाँ कस्तो गर्मी टाउको पनि दुखिया छ नाक पनि बन्द भएको छ सबै एकैचोटि भए जस्तै फिल भइरहेको छ यहाँनिर होइन त
साथीहरू अब ल्यान्ड गर्नुपर्छ ल्यान्ड गरेपछि ल्यान्ड गर्ने बेलामा देखाउँछु तपाईँहरूलाई ल यता साथीहरू यहाँनिर एयरप्लेन नि ल्यान्डिङ भइसक्यो हाम्रो चाइनामा कस्तो ब्लर देखायो हो यो वाह चाइना एयरपोर्ट यतै साथीहरू यो चाहिँ तर कस्तो ब्लर देखायो हो यो क्यामेरा उयो पङ्खा त यस्तो हुँदो रहेछ नि हेर्न उयो पङ्खा यस्तो हुँदो रहेछ त ल्यान्डिङ हुँदाखेरि हावा रोक्नलाई के यस्तो हुँदो रहेछ पङ्खा उयो कस्तो ग्यारेर गरे है यस्तो भयो पङ्खा रोक्नलाई सही हो त साथीहरू अहिले बाहिर निस्किनुलाई देखाउँछु त हामी चाहिँ यहाँनिर निस्किनु लाग्यो जाम भइसक्यो पुरै पुरै यहाँ जाम भइरहेछ अब चाहिँ निस्किनु पर्ने हुन्छ हामी साथीहरू ट्याक्क लाएर ल अहिले भेटौँ ल हामीहरू चाहिँ टक्क प्लेनबाट निस्किसक्यो साथीहरू यस्तो खतरा चाहिँ भ्यू चाहिँ आम्मामा ल हामी चाहिँ टक्क अब झरेर पनि आइसक्यो त सबैजना त यता चाहिँ हाम्रो मामा हुनुहुन्छ साथीको मामा ल साथीहरू अहिले अगाडितिर देखाउँछ त्यो ओ दोस्त के छ ठिक छ यार राम्रो भयो हो ल अहिले भेटौँ ल साथीहरू ल हाम्रो टोलीहरू चाहिँ यता छ है त हेलो गरिदियो खै त अघिबाट ल हाम्रो टोलीहरू हामी चाहिँ अब चाँड जानुपर्ने हुन्छ किनकि हाम्रो चाहिँ 1 घन्टाको मात्र ट्रान्जिट छ अनि त्यही भएर अलि रस नै भइरहेछ टक्क रस भएर अब चाहिँ हामी चाँड जानुपर्ने हुन्छ साथीहरू ओ यति खुसी कभी नहीं हुआ था डलर अब आउनुपर्छ दोस्त यसो यसो सपोर्ट गर्दै गर न डलर झरिहाल्छ नि ओके ओहो सुबोधलाई देखायो भने चाहिँ स्योर झर्छ यार ऊ यता दाइको भ्लग भइरहेछ है त हाम्रो दोस्तले चाहिँ भोट हाल्छ ल यसमा मतगणना क्षेत्र हुन्छ नि यहाँ पुरा गुन्डागर्दी गरेर पिट्न लास्ट पुरै तोर्पे भन्ने हो दोस्त तिमी त्यस्तो गर्ने हो गुन्डागर्दी गर्ने हो होइन होइन म गुन्डागर्दी गर्दिनँ यदि कसैले गलत गर्यो भने त्यसलाई घाँटी समाउँछु फेरि छोड्दिनँ है भनेर ल हाम्रो दोस्तले राम्रै काम गरेर होला है 2 महिनाको छुट्टी अलि उपलब्धि हासिल गरेर होला कि ओ ल सही हो ल हाम्रो लास्ट लास्ट ट्रान्जिट अब त्यसपछि सिधै नेपाल पुगिन्छ साथीहरू होइन त दोस्त नेपाल पुगिँदैन त अब 8 घन्टा र 8 घन्टा हो र 8 घन्टा होइन 5.5 घन्टा ल साथीहरू हाम्रो अब यो चाइनाको ट्रान्जिट पनि सकियो अब नेपाल सिधै नेपाल एक्सप्रेस है त अब हामी टक्क एयरप्लेनभित्र छिरेर तपाईँहरूलाई भित्रको दृश्य देखाउँछौँ साथीहरू हेर्दै गर्नु होला भिडियो भाइ यहाँ छ हाम्रो यहाँ दोस्त यहाँ छ हाम्रो ग्याङको सबभन्दा हिरो मान्छे यहाँ छ ट्याक्क लाएर साथीहरू अहिले भेटौँला ल है साथीहरू है नेपालमै भेट्नुपर्छ अब ओके कट्टा हान्ने हामी चाहिँ अब टक्क छिर्न लाग्यो त साथीहरू यहाँ मेरो भाइ छ ट्याक्क लगाएर यहाँ एयर होस्टेस दिदीहरू भन राम्रै दिदीहरू
हाम्रो यहाँ एरोसिसहरू छ है त ट्याक्क लगाएर अनि निहाओ 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 भन्दैछ है त हामीलाई हामी निहाओ भनिदिउँ त्यो आएर हाम्रो आइसकेको साथीहरू ल अहिले सिटमा बसिपछि देखाउँछु है तपाईँहरू म त साथीहरू यहाँ अल्छी लागेर टाइम स्पेन्डै नभएर यहाँ टक्कर टोयलेटमा आएर बसिरहेको छु कस्तो गर्मी हो भित्र त सबै सुतिरहेको उताबाट त भिडियो पनि बनाउनु मिल्दैन अल्छी लागेको छ यस्तो छ साथीहरू अहिले अब उता काठमाडौँमा ल्यान्ड भएपछि तपाईँहरूलाई म देखाउँछु है त स्टे ट्युन ल है त साथीहरू हामी चाहिँ अब ट्याक्क नेपालमा झर्न गइसक्यो त हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा हामी अब झर्न चाहिँ ठ्याक्क 10:30 बजेको टाइम छ ठ्याक्क 10:30 बजे हामी झर्नुपर्ने हुन्छ अहिले चाहिँ 9:45 गएको छ साथीहरू ट्याक्क अब 45 मिनट बाँकी छ त हाम्रो मातृभूमि नेपाल आउनलाई वी आर सो एक्साइटेड क्या खुसी लागिरहेछ हो चाहिँ बहिनी आफ्नो देशभन्दा बाहिर गएर यसरी फर्किन पाउँदा चाहिँ एकदम खुसी लाग्दो रहेछ साथीहरू तपाईँहरू पनि को त्यसरी फर्किनु भयो अनि कस्तो लाग्यो कमेन्ट गर्नलाई साथीहरू यता हुन्छ यता निरज ल अहिले झरेपछि भेटौँला साथीहरू हामी चाहिँ टक्क आइपुगेको यता टक्क नेपालमा अब यहाँनिर यता भाइ छ अब यहाँबाट चाहिँ फेरि त्यो चेक गर्नुपर्छ जस्तो अहिले यो चेक गरेपछि तपाईँले देखाउँछ साथीहरू र साथीहरू हामी चाहिँ यहाँनिर टक्क प्याकेज दिनलाई रेडी है त अब नेपालको यहाँ एयरपोर्टमा आइपुग्यो ट्याक्क लगाएर ब्यागेज लिएर बाहिर जानुपर्ने हुन्छ हामीहरू ए यहाँ चेकिङ हो र यहाँ चेकिङ हुँदो रहेछ नि त यहाँ पुरै फुल बडी चेकअप गर्नुपर्ने रहेछ फुल लुगासुगा झिकेर यहाँ पनि पुरै झन्झट रहेछ नेपालमा पनि चेक हान्नुपर्ने छ साथीहरू अहिले चेक गरेपछि आउँछ है त अब चाहिँ लगेज आउनु थाल्यो लगाएर ल राम्रोसँग जाऊ है त अब यहीँ छ मलाई रेट सुबोध ल यहीँसम्म होला हाम्रो भेट यार ल यार साथीहरू अहिले लगेज आएपछि भेट्नुपर्छ है हाम्रो अरू साथीहरू चाहिँ कता गयो कता गयो अहिले आयो भने भेटाउँछ नि तपाईँलाई लास्ट भेट जानु लाग्यो ल ल यसो हाई गरिदिनु ल ल हाई खै त ऊ अमृतहरू ए ल बाई गर्नु पऱ्यो हस् हस् ल दोस्त जानला यार ल ल ल हामी भेट्नेछौँ फेरि ल ल ल यार काठमाडौँ आउँछौ पछि ए ल ल ल अमृत जानला यार खाना खाओस् त ल भेट्नुपर्छ ल पछि भेट्नु लाग्यो त ल ल ल हामी चाहिँ अब हिँड्यौँ हस् मामा ल अहिले एकछिन नभेट्ने त बाहिर निस्केर ल साथीहरू हामी चाहिँ आइसक्यो त टक्क यहाँनिर हल्का फोनले गर्दा चाहिँ अलिक डिस्टर्ब भयो खै मम्मी मम्मी आम भयो यहाँनिर मम्मी 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 कन्छ ए भिडियो बनाइदियो न मेरो बाबु ल
ए हस् दाइ पाउनु दाइ पाउनु ल ल दाम अब घर जाने भयो भयो ल ल ल ल ल जाउँ ल सेरी डाउन गलाउनु ल नि के तपाईँ सुत्न लाग्नु भएर त ल ल जाउँ आधा बगाले थ्याङ्क यू निरज ल थ्याङ्क यू ल हामीले चाहिँ पाइसक्यो है त पुगे पनि निरजको फोनबाट बनाऊ न यसबाट खिचाउनु फोटो यसबाट हान्नु नि त लाउनु त्यही छ त क्यामेरा किन ए पक्नु है ल अहिले अहिले मम्मीलाई थ्याङ्क्यु ल हामी चाहिँ यहाँनिर हामी आइपुगेँ त मम्मीसँग पाजी पानीलाल दौडा यता सरिता छ सरिता रुनु पर्दैन कि किन रुने हो र रुनु हुँदैन झन् हामी आइसक्यो त ल ल ल ल गाडी आइसक्यो जस्तो ल अहिले भेट्नुपर्छ है साथीहरू ल हामी चाहिँ ट्याक्क गाडीमा पनि चढिसक्यो त साथीहरू मम्मीलाई दिएन मलाई त के भन्यो ल मम्मी तपाईँलाई कस्तो लागिरहेको त हामी आउँदाखेरि मेरो छोरो दुईटा आउँदा खुसी मेरो बाबा कान्छी उहाँ चाहिँ मेरो दिदी है के भन्नु छ यता यसो सरिता यता सरिता एकदम धेरै खुसी झन् राम्रोसँग आयो झन् भेट्यो झन् धेरै खुसी के नि दिदी खोइ त केही नि बोल्दैन हाँस्ने मात्र हो मलाई त हिजोदेखि निन्द्रै लाग्छ छैन के बोल्नै सकेको छैन अब निन्द्राले गर्दा झन् बोल्यो हरायो आँखा दुख्नु पनि बोल्यो एक्साइटेड भएर यता दाइलाई कस्तो लागिरहेको दाइ यता दाइ चाहिँ यता पछाडि फर्किन नमिल्ने अवस्था अहिले त के हेर्नै पर्दैन घर पनि यसरी जो राजेन्द्रको यो क्यामेरा चाहिँ मलाई काम लाग्ने रहेछ म राख्छु घर क्यामेरा यो र उयो क्यामेराले माइकलाई माइक हो यो ल यहाँ देखा न हाम्रो हालत हाम्रो हालत हेर्नु न यहाँ ओहो सुटकेसमा सुटकेस त पुरै हामीलाई सुटकेसले त थिचेर बस्यो त तँलाई के भन्नु मन छ? खोइ यो लिन आउने मान्छेहरूले बोक्नु पर्ने उनीहरू चाहिँ अगाडि बसेर हामीलाई बोक्नु लाग्यो अवस्था हेर्नु होला कृपया हामी पनि यहाँ दुईजना खम्बेर बसेको टक्क आयो है त अब दचुक पहिलाको ठाउँ पहिला म बाइक चलाउँदिने ठाउँ आयो किन ल साथीहरू हामी चाहिँ आइपुगिसक्यो त निकाल्नुहोस् त हजुर हाम्रो क्यारियर हाम्रो खट्ने आइपुगिसक्यो दाइ यो एकचोटि तानिदिनु न ल फाइनली आइपुग्यो है त घर पनि आइपुगिसक्यो खतरा जुन पनि ल्याइरहेछ त्यो झिलिमिली पनि भइरहेछ आबै हाम्रो बाबा हाम्रो बाबा है त यहाँनिर टक्क ल निरज हाम्रो बाबा है यहाँ ए मैले त किस गर्नै बिर्सेछु ल हामी चाहिँ यसमा आएको टक्क ल अब जाउँ भित्र जाउँ फेरि निरज फेरि उचाल ल अहिले उता लड्नलाई ए 70 किलो ल म चाहिँ घरमा गएँ तिमीहरू आओ बिस्तारी
ल साथीहरू म चाहिँ घरमा आइपुगेँ। यहाँ चाहिँ चेन्ज भएछ गेट नि। वाह यहाँनिर झिलिमी रहेछ। यस्तै छ है साथीहरू मेरो घर चाहिँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। ओ यहाँ चाहिँ यहाँ बाइकहरू छ। यस्तो छ है घर, यस्तै छ। वे ल मेरो घर है साथीहरू। आमा मेरो कपाल के भइरा, मेरो कपाल त पुरै त्यो भइरहेको छ यार। साथीहरू मेरो घर यस्तो छ है त। ल साथीहरू यस्तै छ घर तपाईँहरूले। ल यतापट्टि दिदीको रुम यस्तै छ है, सुख दुःख घर यस्तै छ हाम्रो। बिस्तारी हेरौँ के हुन्छ साथीहरू। ल साथीहरू आजलाई भिडियो यहीँ राख्छु। भिडियो अलि लामो हुन्छ होला, पार्ट 1 पार्ट 2 गरेर हाल्छु होला साथीहरू। तपाईँहरूले हेरेर साथ दिनुलाई त साथीहरू। ल साथीहरू सबैजनालाई भेट्यौँ अर्को भ्लगमा। बाई बाई। अनि भिडियो मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई साथीहरू। थ्याङ्क्स फर वाचिङ।